बुढा नीलकण्ठको एकदमै प्रेस्टिजियस लोकेसनमा तपाईँले राम्रो प्रपर्टी खोजिरहनु भएको छ भने ल हेर्नुहोस्, तपाईँहरूको लागि भनेर त्यो पनि रुद्रेश्वर चोकबाट मात्र 300 मिटरको डिस्टेन्समा यो बबाल प्रपर्टी बिक्रीको लागि लिएर आइसकेको छु। यो प्रपर्टी 11 आना क्षेत्रफलमा बनेको प्रपर्टी रहेको छ भनेदेखि घर अगाडि तपाईँले मजाको 14 फिट पिच गरेको बाटो पनि पाइरहनु भएको छ। यताबाट तपाईँ सल्लको बुद्ध कोलोनी जानु पनि मिल्यो भने आज म तपाईँलाई यो 11 आना क्षेत्रफलमा बनेको न्यू क्लासिकल डिजाइनको प्रपर्टी हाउस टुर फुल टुर गराउन गइरहेको छु। भित्र इन्ट्री गर्ने बित्तिकै तपाईँले यहाँनिर मजाले ठुले गाडी अटाउने पार्किङ स्पेस नि पाउनुभएको छ भने घरको पछाडिपट्टि तपाईँले सर्भेन्ट क्वार्टर नि पाइरहनु भएको छ। ठ्याक्क वास्तु मिलाउनुको लागि यहाँनिर तपाईँले वाटर फाउन्टेन पनि देखि नै हाल्नुभयो। प्रपर्टी एकदमै राम्रो गरी बनाइएको छ। सर्भेन्ट क्वार्टरको लागि यताबाट भित्र छिर्ने स्पेस पनि रहेको छ, जहाँ चाहिँ तपाईँ सिधै किचनमा एक्सेस नै पाइरहनु भएको छ। यतापट्टि तपाईँलाई म दक्षिण मोडाको भाग पनि देखाइरहेको छु। यतापट्टि तपाईँले मिनी गार्डन नि पाइरहनु भएको छ भनेदेखि माथिपट्टि हेर्न सक्नुहुन्छ। प्रपर्टी एकदमै बबाल डिजाइन गरिएको छ। प्रपर्टी आफैमा एकदमै बबाल छ है हजुर। यतापट्टि साइडमा हेर्नुहोस्, तपाईँले वाटर फाउन्टेन नि पाइरहनु भएको छ। जति पनि ठुल्ठुलो घरहरू तपाईँले देख्नुहुन्छ त्यसमा तपाईँले वाटर फाउन्टेन पाउनुहुन्छ, किनकि यो भनेको वाटर फ्लो मात्र होइन, यो भनेको मनी फ्लोको पनि एउटा माध्यम हो है हजुर। यतापट्टि तपाईँले हेर्न सक्नुहुनेछ। यतापट्टि पनि तपाईँले वेटिङ एरिया देख्न सक्नुहुन्छ। एकदमै राम्रो डिजाइन गरी बनाइएको छ भनेदेखि मजाले 3-4 जना मजाले यहाँ बसेर मिटिङ पनि गर्न मिल्यो। अनवान्टेड गेस्टहरूको लागि पनि यतापट्टि स्पेस पनि राखिएको छ भनेदेखि म यो साइडबाट हो भने तपाईँलाई प्रपर्टी मजाले देखाइरहेको छु। बाहिरबाट सरसर्ती हेर्दाखेरि तपाईँले हरेक बेडरुममा तपाईँले एट्याच बाल्कनी पनि पाइरहनु भएको छ भने प्रपर्टी एकदमै राम्रो छ है हजुर। 11 आना क्षेत्रफलमा बनेको प्रपर्टी पूर्व र दक्षिण मोडाको रहेको छ। प्रपर्टी बङ्गलो घर हो, एकदमै राम्रो छ लोकेसन। म तपाईँलाई भित्र पनि लगेर देखाउने नै छु। साइडमा हेर्न सक्नुहुन्छ मजाले फुलहरू पनि रोपिएको छ भनेदेखि प्रपर्टी बनिराखेकै क्रममा छ है हजुर। प्रपर्टी एकदमै बबाल छ। भित्रको पनि म तपाईँलाई एकदमै सबै देखाउने नै छु भनेदेखि ल अब आउनुहोस् भित्र सरसर्ती टुर गरौँ। भुइँमा देख्न सक्नुहुन्छ मजाले एक ग्रेडको तपाईँले मार्बल हालेको पनि प्रयोग गर्न सक्नुहुनेछ भनेदेखि तपाईँले ढोका अष्टमहलको ढोका पनि प्रयोग गरेको पाउन सक्नुहुनेछ। एकदमै बवाल प्रपर्टी रहेको छ। भित्र इन्ट्री गर्दा साथ तपाईँले यहाँ देख्न सक्नुहुन्छ एकदमै ठुलो लिभिङ स्पेस पाइरहनु भएको छ भनेदेखि यो साइडमा तपाईँले सामानहरू राख्ने स्पेस पाइरहनु भएको छ। तपाईँले मजाले वरिपरि हेर्न सक्नुहुन्छ। एकदमै राम्रो डिजाइन गरिएको छ है हजुर। ल हेर्नुहोस्, साइडमा वाल माउन्ट पनि एकदमै राम्रो प्रयोग गरिएको छ भनेदेखि माथिपट्टि फल सिलिङमा यस्तो बवाल तपाईँलाई मैले जुम गरेर पनि देखाउने नै छु। यस्तो बवाल डिजाइनको प्रपर्टी तपाईँले पाइरहनु भएको छ। यहाँनिर पर्दा राख्नुलाई नि स्पेस एकदमै प्रिमियम खालको राखिएको छ भने जुन चाहिँ एकदमै सेकिने छ।